बाख्रा पालेर ल्याएको मैले 1 वर्ष भयो। यो पहिला फास्टमा ल्याएको चाहिँ यो बस्दा यो माउ अनि अस्ति कृषिबाट तपाईँ भएर चाहिँ सबै गरेर हाम्रो अहिले 1-20 जति छ। सानो यता सानोहरू पनि छ 5 जति। यो सबै माउ पासी सबै गरेर अब छ 20 जति। अब 1-2 वर्ष यता हेरौँ। अब गाउँमै फर्किनु पर्ला। यही अब यहाँ चाहिँ अब घाँस पनि नपाउने, अब घाँस नपाउने, अब यता चराउने ठाउँ पनि पाउँदैन। आजभोलि त अब जग्गा पनि धेरै महँगो छ। अब पहिला हामीले 15-16 हजारमा पाउने रोगानी अहिले त 20-40 त्यो 50 भन्न थाल्यो अहिले चाहिँ। त्यही भएर अब 1-2 वर्ष चाहिँ हामी गाउँमै फर्किनु पर्ला। बाख्रा पनि पालिरहेको छ। अब अस्ति तालिम पनि लियो 2-3 महिना जति। अनि त्यही भएर अब हाँस पनि छ, कुखुरा पनि छ। अनि टमाटर खेती पनि गर्छु भनेर चाहिँ मैले तालिम लिएर छ। अब मल पनि अब मलहरू बनाउनु पनि सारहरूले सिकाउनु भयो। त्यो मलै प्रयोग गर्ने हाम्रो चाहिँ जल मल पनि बनिरहेको छ हामीले। अब यसो सबै मिसेर तितेपात अब बोसोहरू त्यसो सबै मिलाएर चाहिँ हामीले अब गाईको बिजक त्यो मिसाएर सबै यसमा बनेर छ। अब 3 दिन मात्रै भयो आज।